So hello everyone, good morning, pranam, namaste ani sewanne. Welcome and welcome back to my YouTube as well as Facebook channel. र आज तपाईहरुलाई मेरो भिडियोमा स्वागत गर्दै आजको भ्लग स्टार्ट गर्न लागिरहेको छु। विशेष गरी हाम्रा विद्यार्थीहरुको आज स्कुलमा एउटा ट्रेनिङ रहेको छ। विशेष गरी हाम्रा स्कुलमा जनज्योति मिडिया क्लब नामक एउटा क्लब हामीले स्थापना गरेको छौं र जसको फलस्वरूप आज हामीले नानीहरुलाई पत्रकारिता अथवा जर्नलिजम अनि एङ्करिङ साथसाथमा हाउ टु डु द पोडकास्ट अथवा अन्तर्वार्ता कस्तो प्रकारले गरिन्छ त्यो कुराको हामीले ट्रेनिङ दिइरहेको छौं र आज तपाईलाई त्यही कुराहरू म देखाउन लागिरहेको छु र विशेष गरी नानीहरुको प्रतिभालाई हामी अगाडि ल्याएर उहाँहरुको प्रतिभालाई सबैको सामु पेश गर्न हामी धेरै अघिदेखि नै जनज्योति परिवार अग्रसर भइरहेको छन्। तपाईलाई त्यो जानकारी भएको कुरा हो र आज मैले मेरो भिडियोमा नानीहरुको कोशिशलाई अथवा नानीहरुको प्रथम प्रयासलाई तपाईहरुसँग शेयर गर्न लागिरहेको छु। आशा छ यो भिडियोलाई तपाईले हेरिदिनुहुन्छ र म आज यो भिडियोमा पछाडी आउँदिन किनभने अहिले मैले क्लिपहरु छोडेर नै म गइरहेको छु र तपाईहरुले हेरेर प्रतिक्रिया दिनुहुन्छ अनि यो भिडियोलाई पनि माया गरेर शेयर गरिदिनुहुन्छ भन्ने लागेको छ र तपाईहरुले हाम्रो नानीहरुको प्रतिभालाई हेर्नुस् र प्रतिक्रिया पनि दिनु होला। अहिले स्टुडेन्टहरु पनि आइसकेको छ र अब कुन ठाउँमा हुन्छ त्यो गएर हामी जानेछौँ र त्यहाँ हेर्नेछौँ र आई थिंक हाम्रा ट्रेनर पनि आइसक्नु भएको होला र अब हामी जानेछौँ। ए कम कम एभ्रीवन कम, ए यमन कम 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 एभ्रीवन। र अब भित्र पसिरहेको छौँ हामी स्कुलमा र कहाँनिर ट्रेनिङ हुन्छ तपाईहरुलाई त्यो कुराको विषयमा देखाउनेछौँ र मिडिया अहिलेको समयमा मिडिया पनि ले धेरै ठुलो भूमिका निभाएको हुन्छ र हामीले पनि नानीहरुलाई कस्तो प्रकारले पत्रकारिता साथसाथै कस्तो प्रकारले भिडियो एडिटिङ गर्न पर्ने हो त्यो कुराहरु हामी जानकारी दिन लागेका छौं र अहिले म भित्र गइरहेको छु र तपाईहरुलाई एकछिनमा भेट्ने छु र कस्तो प्रकारको एक्टिभिटीहरु हुनेछ त्यो पनि तपाईलाई म देखाउने छु। र अहिले हामी ट्रेनिङ हलमा आइसकेको छौं र तपाईहरुले यहाँनिर यो हललाई मैले पहिला पनि तपाईलाई देखाएको तर विस्तृत रूपमा तपाईलाई देखाएको थिइन। यहाँ तपाईले धेरैवटा विभूतिको फोटोहरु पनि देख्नु भइरहेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ धेरैवटा विभूतिहरुको फोटोहरु छ तपाईले यहाँ नेपाली साहित्यका र अनि यहाँ हाम्रा स्टुडेन्टहरु पनि आइसकेको छ जसले आज हाम्रा मिडिया का ट्रेनिङहरु पनि गर्नेछन्। सञ्चार क्लब किन यो कुरा बुझ्नु पर्दा पनि तपाईहरु पनि एउटा चाहिँ पत्रकार हो, पत्रकारको सानो ठुलो भन्ने हुन्न। पत्रकारको एउटा एथिक्स भनेको एउटा नर्म्स रहेर जसले पत्रकारिता जसले समाचार सम्प्रेषण सूचना शिक्षा र मनोरञ्जन यो तीनवटा पाटोमा सूचना सङ्कलन गरेर सूचना पुष्टि हुने र सम्पादन गरेर भाषा यसरी कुनै सत्य घटना फेरि यो अर्थमा घटना भनेको चाहिँ नराम्रै हुन्छ भन्ने कुरो होइन नि फेरि हैन। प्राय त्यही नै हो, घटना घट्यो भनेपछि एक्सिडेन्ट भयो भने घटना हुने, बस लड्यो भने अथवा पहिरो गयो भने बाढी पहिरो गयो भने मात्रै घटना हुने भने घटना भनेको जस्तै तपाईले चाहिँ एउटा साप्ताहिक रूपमा एउटा के भन्छ कार्यक्रम केही न केही गर्नुहुन्छ नि त्यो पनि एउटा इभेन्ट एउटा ऊ हो क्या के भन्छ अहिले विद्यार्थीहरुद्वारा यहाँनिर पत्रकारिताको प्रथम तालिम अथवा प्रथम प्र्याक्टिकल सरद्वारा गराउनु भइरहेको छ र आजको मिटिङको आजको तालिमको पत्रकारिता हाम्रा स्टुडेन्टहरुद्वारा भइरहेको छ। उमेशले उमेश राइटिङ न पुगिरहेको छ।
र अहिले हामी डेमोको लागि न्युज एङ्करिङको डेमोको लागि जनज्योति रेकर्डिङ स्टुडियो हाम्रा स्कुलका एक रुममा आइसकेको छौँ र तपाईँले देख्न सक्नुहुन्छ र अब हामीले यहाँ डेमो गराउँछौँ नानीहरूलाई कसरी प्रकारले न्युज एङ्करिङ गराउने र तपाईँले हेर्नु होला र प्रतिक्रिया दिन सक्नुहुन्छ तपाईँहरूले। Hello, Namaste and good afternoon. I am Sivani and you are watching Janjyoti Hal Khabar. We are coming to you from Janjyoti School. Today, 2082, just 24 Saturday, our top news are: we have conducted a program to improve our skill of journalism and anchoring. The journalist Tika Jong Thapa is here to train us. Few teachers, 16 students from class 8 to 10 were present. The program is conducted in Sri Janjyoti School, Kamlamai Municipality 5. This program will last for 2 days, Saturday and Sunday. With the help of school and actively participated students, this program is conducted. This program is conducted to make sure that the students of Media Club will bring the use of recording room and also to make sure that the students will do the perfect journalist. Thank you. Till then, stay tuned, always connected with Janjyoti Hal Khabar. Thank you. नमस्कार, जनज्योति खबरमा स्वागत छ। म कृष्ण सुवेदी। साप्ताहिक खबर सुरु गरौँ यस साताका मुख्य खबरका शीर्षकहरूबाट। जनज्योतिमा विद्यार्थीलाई पत्रकारिता सिप प्रदान, विद्यार्थी उत्साहित। विद्यार्थीको सिप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ जनज्योति माविमा 2 दिवसीय पत्रकारिता सिप विकास तालिम सञ्चालन गरिएको छ। विद्यालय शिक्षक तथा 16 जना विद्यार्थी उपस्थित उक्त कार्यक्रमको सहजीकरण पत्रकार टिकाजङ थापाले गर्नुभएको थियो। 2082 जेठ 24 शनिबारका दिनदेखि सञ्चालित कार्यक्रम आइतबार बिहान सम्पन्न हुने भएको छ। कमलामाई नगरपालिका र विद्यालयको सक्रियतामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयमा रहेका स्टुडियोलाई प्रयोगमा ल्याउन तथा मल्टिमिडिया क्लबका विद्यार्थीलाई थप सक्रिय बनाउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो। विद्यार्थीलाई यस प्रकारको कार्यक्रम विद्यार्थीले वार्षिक रूपमा सञ्चालन गर्दै आएको र आगामी दिनमा यसलाई निरन्तरता दिने कुरा विद्यालयका सहप्रधानाध्यापकले जानकारी दिनुभएको छ। सञ्चारसँग जोडिन पाएकामा विद्यार्थी पनि खुसी रहेको कुरा बताएका छन्। हस् त यिनै खबरसँगै आजको जनज्योति खबर पनि सकिएको छ। अर्को हप्ता भेट गर्ने बाचासहित म कार्यक्रमबाट बिदा हुन चाहन्छु। धन्यवाद। Hello and good afternoon everyone. Welcome you all at Janjyoti Hal Khabar. It's me Risika Silwan. Today is 2082 Jester 24 and our top stories are: with the help of municipality and school, the skill development of journalism program is conducted at Sri Janjyoti Secondary School, Fosretar. It is a 2 days program. Tikajong Thapa journalist is here to train us. Teachers are also there to guide us. The program is conducted to improve the skill of students in journalism. Also, to bring in use of recording studio and active participation of students of member clubs. Our school Vice Principal Lakshmira Shrestha has informed that the program will be concluded on Jester 25 Sunday. Till then, stay tuned and stay connected at Janjyoti Hal Khabar. Thank you. नमस्कार, जनज्योति हाल खबरमा तपाईलाई स्वागत छ। म कृष्ण पोखरेल। सुरु गरौँ यस हप्ताका मुख्य समाचारहरू। जनज्योति माविमा विद्यार्थीका लागि सिप विकास तालिमको सुरुवात। श्री जनज्योति माध्यमिक विद्यालयमा विद्यार्थीका लागि सिप तथा क्षमता अभिवृद्धिको तालिम सुरु गरिएको छ। यस कार्यक्रममा 16 जना विद्यार्थीका केही प्रशिक्षकहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रम 2082 साल जेठ 24 गते शनिबार र 25 गते आइतबारसम्म सञ्चालन हुनेछ। श्री जनज्योति माध्यमिक विद्यालयमा सञ्चालन भएको यो कार्यक्रम विद्यार्थीको सिप क्षमता तथा पत्रकारिता अभिवृद्धिको लागि सञ्चालन गरिएको हो। कमलामाई नगरपालिका र जनज्योति माध्यमिक विद्यालयको सहकार्यमा यस कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रमका सहप्रधानाध्यापकले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई अगाडि बढाउने कुरा बताएका छन्। आजको समाचार सकिएको छ। म कृष्ण पोखरेल बिदा हुन चाहन्छु। हस्त नमस्ते नमस्कार। तपाईको बाँकी पल स्वर्गतोष।